समुद्रमा बसेर गइसँगको दुश्मनी कति घातक हुन्छ भन्ने कुरा यसपटक स्कटल्यान्ड र अमेरिकाले विश्व क्रिकेट लिग 2 मा नेपालमा आएर खेल्दाखेरि महसुस गरे होला। वेलकम टु एमआरपी टक्स। प्र्याक्टिस म्याचमा नै नेपाल एसँग दुवै टोलीले दुईटै गेममा पराजय बेहोरे। उनीहरूको मनोबल त्यहीँबाट नेपाल टोलीले गिरायो। त्यसपछाडि भएको डिभिजन 2 को खेलमा वर्षाका कारणले अवरुद्ध हुँदा नेपालले स्कटल्यान्डसँग 2 रनको चिनो अन्तरले पराजय बेहोर्नु पर्यो। जति रनको भए पनि पराजय त पराजय हो। त्यसभन्दा बाहेकका 3टै गेम नेपालले जितेर आफूलाई अङ्क स्थानमा माथि पनि पुर्यायो र आफ्नो विश्व क्रिकेटमा उदाउँदो छविलाई स्थापित र कायमै राख्यो। जुन लेभलले आलोचना भोगिरहेका थिए नेपाली खेलाडीहरूले, त्यो पनि यसपटक उनीहरूले आफूलाई सबैजनाले सुधार गरे। बिरामीको उपचारको जिम्मेवारी पाएका डाक्टर ईशान पाण्डे, जो पहिलोचोटि अन्तर्राष्ट्रिय ओडिआईमा डेब्यू गरेका थिए, उनले आफूलाई अब्बल डाक्टर साबित गरेर सबैको राम्रो उपचार गरे। 3टै गेम उनले आफ्नो उत्कृष्ट प्रस्तुति दिए। आलोचना भोगिरहेका सन्दीप लामिछाने, उनले भने, म कुनै बुढाहरूलाई कुटेर बनेको छुरा होइन। मैले जतिलाई कुटेँ ती सबै धारिला छुराहरू थिए, तिनीहरूलाई पिटेर बनेको हिरा हुँ म। आफूले आफूलाई हिराको रूपमा स्थापित गरे। मिचेल स्टार्कले 150 विकेट 77 गेममा जुन तोडेका थिए र विश्व कीर्तिमान बनाएका थिए, सन्दीप लामिछानेले 73 गेममै त्यो रेकर्ड आफ्नो नाममा बनाए र अब 200 विकेटको लक्ष्यमा अगाडि बढिसकेका छन् उनी। सन्दीप लामिछाने पछि दिपेन्द्र सिंह ऐरी, उनी त बाघ थिए, बाघ हुन्, बाघ रहने नै छन्। उनले आफ्नो स्तरलाई कहीँ कतै घटाएनन्, बरु अझ आफ्नो र्याङ्किङलाई माथि बढाए। आलोचना भोगिरहेका कुशल बुर्तेल, सोमपाल कामी जस्ता खेलाडीहरूले पनि यो खेलमा आफूले आफूलाई धेरै उत्कृष्ट प्रस्तुति दिए। गुलसन झा अवसर पाउँदा गर्ने खेलाडी हुन्, उनले जहिले पनि राम्रो गरिरहेछन्। तत्पश्चातका खेलाडीहरू पनि आफूले आफ्नो ललित राजवंशी, जो आलोचित भइरहेका थिए, उनले पनि यो सिरिजमा आफूले आफूलाई प्रमाणित गरे। समग्रमा नेपालले आफ्नो यो प्रतियोगिता डिभिजन 2 को प्रतियोगितामा आफूले आफूलाई विश्व क्रिकेटमा उदाउँदो राष्ट्रको रूपमा आफूले आफूलाई अब्बलै साबित गर्यो। बाँकी रहेका सम्पूर्ण खेलहरू जितेर आफूलाई टप 4 मा कायम राखोस्। नेपाललाई शुभकामना। आजलाई यति।